पुरै चाहियो हो हो तर यो मिठाई यहाँको राम्रो हुँदैन कि यो 3 to 4 सामान 13 पेमेन्ट हो। तिनटा त आधी पे गर्नुपर्छ भाइ यिनी सुम्मो सुम्मो यिनी पे। हेलो साथीहरू आज हामीहरू माट जाँदैछु सामानहरू लिन आज जाने हो दनकाएर गर्ने हो सोपिङ। हेरौँ अब तपाईँहरू खास गरेर त हामीहरू डायरी लिन गएको डायरी लिनु छ। अब हामी साथीहरू जग्गै मिलेर जाँदैछौँ हाम्रो हाम्रो नेपालको 10 त जान्छ जति गए पनि 10 त 10,000 समथिङ जान्छ हो गइहाल्छ नि है। हेरौँ न अब पक्का हो ढाँटेको होइन ल। यहाँ हाम्रो साथीहरू आइसकेको अब साथीहरू पनि छान्दैछ मोमो होइन। यहाँ हाम्रो साथी मोटे साथीले हाम्रो खानेकुरा हेर्ने बित्तिकै लोभ लाग्छ है। के किन्ने चक्लेट किन्दे भनेको पैसा छैन नि मसँग 10,000 पैसै ल्याएको छैन यार बिर्से म है। हाम्रो साथीहरू चक्लेट लिन आएको चक्लेट 10,000 को सपिङ गर्छु नेपाली भनेको 10,000 को सामान लिन्छु भनेर यहाँ आएर भन्दैछ म चक्लेट लिन्छु। साथीहरूले भनेको 10,000 समथिङ भन्थे त्यतिको लिन्छु सामान भनेर यहाँ आएर चक्लेट मसँग पैसा छैन यार ए म गएको उतातिर हेर्नलाई किन्छु पनि अब यहाँ एक्लै अब के पैसा दिनु भनेको यहाँ लुटिन्छ नि फेरि साथीहरूले। यहाँ के हो रेडबुल खोज्न आँटेको रेडबुल रहेछ तर खाँदिनँ म महँगो छ यहाँको। अनि यस्तो गोलोवाला खाने नि त्यो 380 गोलोवाला छैन के हो यहाँ हो यहाँ उसको प्राइजहरू यो नेपाली होइन नि फेरि रिङ्गेट हो होस् गरेर अलि। दुई 3 रिङ्गेटको त यहाँ आइसक्रिम लिन आएको कम्तीमा 15 मिनट लगाइदिएको छ। नि त यार मेरो लागि पनि छिटो जुन लिन्छ यो लिन यो म खान्छु। 580 हो छोड्दै अनि के रे लिन्छु कि किनेर दे न यार हाम्रो साथीहरू अलि पनि माया दया गर्दैन अलि यसो साथीलाई खुवाउनु पुण्य कमाउनु पर्छ। सुन मुला त यति कन्जुस मुला तेरो भ्लगमा त्यसलाई बेचत गरिदिन्छु के कारण केही छैन हाम्रो यहाँ यस्तै हो। सच्चो कुरा भन्न थाल्छु भने त बेचत भइहाल्छ सब त पनि चुप भइहाल्छ मलाई होइन म चुप किन हुनु भनेको सबलाई थाहा छ कि कार्तिक भनेको कस्तो कस्तो शानदार मान्छे भनेर खुवाउने यसो नेपालमा हुँदा त यो उडाइदिन्थे यहाँको रुपिस छैन कि रिङ्गेट छ कि त्यही भएर मिठाई कुन मिठाई हेर त म किनिदिन्छु। कतिवटा चाहियो भन त पुरै चाहियो हो हो तर यो मिठाई यहाँको राम्रो हुँदैन कि हेत तेरी क्या राम्रो मिठाई छैन यहाँको यार राम्रो मिठाई मेरो साथीहरू यहाँ भन्दै एउटा लिइहाल न अब
मैले किन भने चाहिँ खान्छु होइन अब एउटा दुइटा खाँदा के हुँदैन लिँदा हुन्छ है होइन लिन्छु यार 10,000को नभए पनि 5,000को त केही लिन्छु कन्फर्म लिन्छु नि म अब त्यो केटीहरू त हाम्रै बारेमा कन्फर्म केही न केही बोल्दै होला कन्फर्म हो कि कन्फर्म हो यो मान्छे सुगर जस्तो देखिरहेको छ अनि त्यही भएर यो मान्छेले कस्तो कस्तो मान्छे आउँछ भनेर माटमा भनेर भनिरहेको तर यो चाहिँ आफ्नो लागि भनेको मेरो लागि त होइन होला तपाईँहरूलाई थाहै होला मलाई लागि त यस्तो केटी त मेरो लागि कमेन्ट गरौँ भने केटीहरू यस्तो कमेन्ट त कहिले गर्दैन मलाई थाहा छ अब यसको अनुहारै गतिलो नभएर यस्तो बोलेको कारण मेरो भिडियो त आफ्नो च्यानलमा नहाल्नु ऐनाहरू हो मलाई लाइक गर्न थाल्छ फेरि मान्छेहरू तिमीलाई यसलाई लाइक कसले गर्ने हो भन त ल ठिक छ यसलाई कसले लाइक गर्ने मेरो साथी हेर ड्रेस हेर्छ खालि लिँदैन तर मलाई थाहा छ यहाँ भनेको सामान मै लिन्छु जे लिन्छु लास्टमा मलाई थाहा छ लिन चाहिँ के आएको यो आएको लिन आएको त डायरी हो डायरी लिनुपर्ने खोइ डायरी छ डायरी लिन आएको यहाँ छ कपी छ डायरी यहाँ रजिस्टर हो यो कपी होइन नि यो डायरी खोज न कपी हो यो पेपर हो कपी हो मुला त मलाई डायरी चाहिएको छ डायरी कहाँबाट दिएर आउने? कपीमा काम चलाऊ यसैलाई डायरी भन्छ त्यसलाई कति रिङ्गेटको हेर त एउटा यो लिनुपर्छ यही पेपरमा अलिकति कुनै स्क्रिप्ट लेख्नुपर्छ कि म स्क्रिप्ट या स्क्रिप्टमा भन्छु कि स्क्रिप्ट कि अब यसो कुनै राति याद आउँदाखेरि यो बनाउँछु भिडियो भनेर साथीहरू यसको च्यानललाई स्किप गरिदिनु होला कार्तिकको लागि यस्ता कार्तिक तेरो दोस्त लागि त्यो भिडियो के? तेरो लागि के हो यो तेरो लागि वाट इज दिस ए होइन यो यसको लागि हो हेर त यस्तै हाम्रो बालबच्चाहरू जिस्किँदै बस्छ जहिले धियापुताहरूलाई के भन्नु गाह्रो छ सम्झाउन यो धियापुतालाई त झन् गाह्रो छ यार रुममेटलाई कन्ट्रोल गर्न त गाह्रो छ अब कोही रोक्सी खाएर 12 बजे राति आउँछ लास्टै तनाव हुन्छ के बोल्छ इङ्ग्लिस बुझ्दिनँ कुन खालि इङ्ग्लिस बोल्छ थाहै लाग्दैन मलाई अहिले त्यो छैन त्यो अहिले कहीँ रोक्सी खाँदै होला 12 बजे भरे राति आउँछ यहाँ हाम्रो साथी र हाम्रो बिस्कुट आइसक्रिम खाने खै मेरो साथीहरू के गर्दैछ म के हो कहाँ गइस् है ओइ बुझी कहाँ गयो खै छुतियाहरू छ लिन्छ त भने लिए नाटक नगर बुझिस् नि के लिनु भन् त भन् तिमीलाई के चाहियो भन् ल भन के चाहियो नुडल चाहिँ कुन नुडल चाहियो भन त मलाई चाहियो होइन मुची त खाँदैनस् म पनि खान्छु त्यसमै खान्छु कुन लिने भन न म छु नि यहाँ किन डरायो यही लिने यही हो तैँले दिन्छस् पैसा ल मैले दिन्छु ल मैले दिने हो ल कन्फर्म मैले दिने हो ल 100%। हाम्रो दाजुहरू पनि आएको छ यहाँ सामान किन्नलाई ब्रदर थाहा छ मलाई बाँध्नुपर्छ थाहा छ किन लिएको मैले लिइसकेँ छुट्टै चाहियो भने एउटा पेपर लिनु लेख्नु नि के भयो यसमै म्यानेज भइहाल्छ नि मेरो साथीलाई के पाराको यो पनि बुझ्दैन यार ल जाउँ है लास्टै ढिलो गरेछ मेरो साथीले
हाम्रो साथीले भन्दैछ यो कार्ड लिनलाई, तर मैले भनेको मेरो सल्लाह जुवा हाम्रो रुममा अलाउ छैन। सम्झाउनुपर्छ धियापुताहरूलाई मैले होइन। अब हेर नेपाली त हामी नेपाली हो, नेपाली बोल्छौँ, तर हामी भनेको पक्का मधेसी पनि हो। नेपालीमा हाम्रो जहिले मिसिन्छ यार, यस्तो होइन कि नेपाली बोल्न नआएर बोल्न आउँछ, तर हाम्रो भनेको मेन मूल्य भन्छ। हाम्रो दाजु, हेलो दाजु, के छ? यता आउनु नि यार, के छ? ल कहाँ के गर्न आउनु भयो भन्नु न। सपिङ के लिन आउनु भयो? रेडबुल सबैभन्दा पहिला त रेडबुल लिने हो। हाम्रो दाजुले रेडबुल तन्काउने भयो। भिडियो चलिहाल्छ नि। ल अब मेरो साथीले मलाई यो खुवाउने भयो, म आज तैँले पैसा तिर्छस्, यो पैसा खुवाउँछु। पेमेन्ट तैँले तिर्छस्, यो 3 से 4 दिनसम्म तेरो पेमेन्ट हो। तिर्छस् तैँले के मुजी भाइ पेमेन्ट मुजीहरू आफ्नो पालोमा खाने नुडल खुवाउने, हाम्रो पालोमा यहाँ आइसक्रिम। है यो भएन नि त, मसँग अन्याय भयो नि। कस्तो चुतियाहरू छ यार। छ्या, अब म आउँदिनँ यिनीहरूसँग यहाँ माथितिर। A few moments later. यस्ता मुजीहरूसँग आएर काम छैन। हेलो ब्रदर, अब यो फाइन ओके। हाम्रो दाजुहरू त्यति इङ्ग्लिस बोल्दैन, हामी जस्तो पनि टुटे फुटेको। यहाँ आएर झन् थपेको थपे छ हाम्रो साथी यार। पैसा त आधी पे गर्नुपर्छ भाइ। यिनी सुम्मो सुम्मो यिनी पे, यिनी सुम्मो यिनी पे। नो प्रब्लम, नो प्रब्लम। मेरो मोबाइल लियो। नो ब्रदर। यो जिल्लामा ल्यान्छु है कि अरे यार कति अरूको एड भएको के 26 रिङ्गेटको फुक्क मुझे यार। म यति पस्ताउँदैछु के भन्नु यार। यहाँ आए नुडल किन्न, मुझे यो डायरी किन्न, मुझेहरू यहाँ 26 रिङ्गेटको चट्टै कटाइदिएको बिल। कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा, बता रहे हैं हम। तैँले 10,000 खर्च गर्नु भनेको थिइस् हैन? थुक्क 10,000 भनेको त्यो भाइ यो त त्यसको लागि भनेको चोन्नी हो। चन्नी हो। 26 रिङ्गेट नेपाली कति भयो? भाइ नेपाली चोइस हो नि त सक्यो। काम लाग्दैन। मेरो आइसक्रिम खोइ के त जाँटा मैले किनेर दिएको, मैले पे गरेको पैसा मलाई नि छैन। एकछिन पख है, खोइ यही लियो मुजीहरूले। कहिले खाना नपाएको मुजीहरू पैसा खर्च गराइदियो मलाई। चाटहरू यहाँ अहिले पख के गर्दैछ, उहाँ कचरा टिपिरहेछ। के गरेको ब्रदर? यो जस्तो फोरी मान्छे होइन कोही पनि छैन। मुजी त जस्तो फोरी मान्छे आइसक्रिम खान्छ, मुजी आइसक्रिम जहाँ पाइ के खान्छ मुजी फोरी। नेपाली होइन कि बस्नु लाग्दैन। त्यस्तो केही छैन कि, तर यो भिडियो हेरेर नि अलिकति म ठुलो भनौँ भनेर सोचेर यस्तो गफ दिएको मात्रै हो। यहाँ हाम्रो साथीहरू यहाँ त आफ्नो गल्ती गरेको एहसास गर्न चाहन्छ त आफ्नो के आफ्नो आफ्नो गल्तीको महसुस गर्न चाहन्छस्? म गल्तीको भित्रमा फालेर आऊ। तैँले गल्ती गरेको छस् कि नै भन्। छैन गरेको मैले। अनि यो तैँले चक्लेटको यसरी निकालेर प्लास्टिक कहाँ फालिस्? बाटोमा फालिस् कि नै? डस्टबिनमा। मुजी यो प्रुफ यहाँ छ। म झुट बोल्छु भने यहाँ प्रुफ। यो दुइटै गद्दार हो कि मिलेर मेरो। भन्न दिन्छस्? गद्दार कमेन्टमा आउँछ को गद्दार हो भनेर, साँचो कुरा। हेरौँला के आउँछ कमेन्टमा। ठिक छ नि साथीहरू, यस्ता जाठाहरूलाई त कमेन्टमा खालि गाली दिने हो। यसलाई पहिला सबभन्दा बढी यसलाई त यसलाई पनि त्यही हो, पनि त्यस्तै हो। देउस् न मलाई, म त खुट्टाएर लिन्छु।
टावर बनाएको छ ब्रदर म पनि चुस्छु अब यहाँ छ चुस्ने ल मेरो झरी हाल्यो यो 10 मिनेट खेलेर आइज यहाँ मेरो झरी हाल्यो यो 10 मिनेट खेलेर आइज मुला ले ना फैले रही जो ना भिडियोमा ठुलो मान्छे बन्न खोजेको हेर न हाम्रो साथीहरू हम तो गरीब है जहाँ ठाव मिलता है वहीं बैठे खा लेते हैं तुम बनो अंबानी है कि नहीं ब्रदर भिडियोमा ठुलो बन्न खोजेको मान्छे आजको बच्चा यहाँ हेर साला कलरहरू हो थोरै थोरै खान्छ लाग्दै जिन्दगीमा कहिले खाएको छैन कि थोरै थोरै यही छ जिन्दगीमा कहिले खाएकै छैन जस्तो जस्तो अगाडि नै खाइसक्यो खाइसक्यो मुजी अरूले भन्छ मुजी कलर त मुजी अरूले हेर कहिले खाएकै छैन जस्तो खाइहाल्यो अब तब यति म त्यसलाई देखाउँदा त्यसको मुखबाट पानी निकालिदिन्छु पानी पानी जिस राह पे तुम चल रहे हो बेटा एक दिन बुरी तरह फंसोगे उस दिन मुझे याद करना मैं पहुंच जाऊंगा यही खानलाई 1 घन्टा लाउँछ नि तेरो मुखबाट पानी निकालेर देखाउँ होइन कि अब नर्मली अब जति टाइममा खाने हो त्यति टाइममा त खाइहाल्नु पर्ने सबलाई होइन यो आइसक्रिम भनेको तर मैले साथीहरूलाई सम्झाउन के खोजेको अब खानामा एउटा आइसक्रिम खानामा कति मिनट ल 6 मिनट 5 मिनट लाग्छ होइन 5 मिनट लाग्छ त पेमेन्ट गरेको टाइम हेर अहिले नि समय पनि 5 मिनट भएको हुँदैन 5 मिनट भएको छ कन्फर्म भएको छ 5 मिनट होइन यहाँ 6-7 मिनट भएको छ अहिलेसम्म इदारहरू खाएको छैन यहाँ हाम्रो खाएर सकाइदिएको कलर जस्तो चाटेर यस्तो गरिब जिन्दगीलाई ये सबसे बड़ा गरीब है would like to take को कलर मान्छे यहाँ लस्सी खाने लस्सी यसमा हालिदिन्थेँ म भनेको भए यसमा लस्सी पनि एड गरिदिन्थेँ एड गर्न मिल्छ यहाँ हेर मुखमा ल साथीहरू आजको यति नै अब भेटौँला अर्को भ्लगमा